लमजुङ बेसर नगरपालिका वडा नम्बर 1 मा रहेको गाईखुरे 6 र आजभन्दा केही वर्ष अगाडि यति रमणीय र कति पर्यटकहरू आउँथे भने सबैलाई थाहा छँदैछ। र आजभन्दा केही वर्ष अगाडि 2076 सालमा प्रथम क्यानोनिङ महोत्सव पनि भएको थियो। त्यति बेला हाम खोला छहरा भन्दा पनि गाईखुरे छहराको निकै नै चर्चा आउँथ्यो। तपाईँहरू यहाँ फोटो देख्न सक्नुहुन्छ। आजभन्दा केही वर्ष अगाडि यो ठाउँ यति रमाइलो र यति राम्रो थियो। तर अहिले त्यही गाईखुरे छहरा यति दृढ अवस्थामा गएको छ कि साथीहरू, होइन, तपाईँहरूले आजभोलि देखिरहनु भएको छ होला। बेसर नगरपालिकाको प्रमुख र वडा नम्बर 1 का वडा अध्यक्षले पनि यहाँ ध्यान जाओस् कि यो गाईखुरे छहरा पनि हाम्रै पालिकाभित्र पर्छ भनेर चाहिँ थाहा हुनु पर्यो कि पहिला कस्तो थियो र अहिले कस्तो छ भने सबले देखेकै छ। र यहाँ तपाईँहरूले फोटो पनि देख्न सक्नुहुन्छ, होइन। पहिला यति रमाइलो ठाउँ, अहिले त्यो ठाउँ यति जीर्ण अवस्थामा छ नि साथीहरू, त्यहाँ जाँदा पनि नरमाइलो लाग्छ कि। त्यसैले साथीहरू यो भिडियो चाहिँ सक्दो सेयर गरेर सम्बन्धित निकायसँग पुर्याइदिनुहोस् र वडा अध्यक्ष र मेयर साहबको चाहिँ नजर यहाँ जाओस् भन्न चाहन्छु, होइन। पहिलाको जस्तै यो अब होला नहोला, तर हामी बनाउनु पर्छ भने चाहिँ सबैले एकजुट हुनुपर्छ, होइन साथीहरू। त्यही भएर यो भिडियो चाहिँ सक्दो सेयर गरिदिनु होला।